यो चाहिँ यहाँको लोकल मर्निङ है। आज चाहिँ अब म आरुसाबाट अब जाँदैछु नाका मान्छे जाँदैछु र अब टक्क भर्खरै उठ्यो नुहाइधुवाइ गरियो जाने त एकछिनमा अब लगभग म यहाँ 3 बजेको गाडी छ। यहाँबाट निस्किँदा चाहिँ जे होस् 12 बजीतिर 1 बजीतिर निस्किन सक्छु होला म। अहिले चाहिँ 8:30 भएको छ बिहानको भने म अब ब्रेकफास्ट गर्न जान्छु अनि त्यसपछि एकछिन खाना खान्छु। त्यसपछि 12-1 बजीतिर खाना खान जान्छु अनि निस्किनको लागि तयारी गर्छु म। र यहाँको बस जाने कस्तो हुन्छ अनुभव फर्स्ट टाइम सेकेन्ड टाइम हो। फर्स्ट टाइम त मैले केन्यामै गरेँ अफ्रिकाको, तान्जानियाको चाहिँ फर्स्ट टाइम नै हुनेछ। ल हेर्दै जानु होला भिडियो। म यहाँबाट ब्रेकफास्ट खान जान्छु अब निस्किन्छु। सी यु लेटर। सधैँ क्राउड नै हुन्छ यो ठाउँ। म चाहिँ ब्रेकफास्ट खान माथि आइसकेको छु। अब एकछिन ब्रेकफास्ट खान्छु जान्छु। त्यहाँबाट यता लागेपछि त्यहाँनिर बस पार्क छ। त्यो बस पार्क जान्छु अब 3-4 घन्टापछि जान्छु। अहिले हेर्न सक्नुहुन्छ आरुसा बजार आज लास्ट डे यहाँ। त्यसपछि नाकामान्जी भन्ने एउटा सानो सिटी हो। जस त्यो अलिकति लोकल टाइप्सको भाइब्स आउँछ त्यहाँ चाहिँ। यहाँ चाहिँ सिटी भएर अलिकति उ भयो क्या। यहाँको ट्राइब्सहरू मजाले हेर्न पाएन, त्यहीँ गएर हेर्छु होला म। यहाँको लोकल मान्छेहरूको बसोबास कस्तो हुन्छ त्यो चाहिँ हेर्छु। यहाँ चाहिँ अलिकति यो आरुसा चाहिँ जो अलि एडभान्सै जस्तो छ मान्छेको लाइफ स्टाइल। ब्रेकफास्ट देख्न सकिन्छ यहाँ खरबुजा छ, डाइट्स छ, यो जुस छ, यो मिल्क जुस भयो, यहाँ चाहिँ दुध छ, यसमा पानी चियाको लागि। र यो चाहिँ यहाँको लोकल फुड। र म थोरै ओट्स लिन्छु। यति घाँसिलो अब चाहिँ म होस्टेलबाट निस्किसकेको छु। अब बस पार्कतिर जाँदैछु। ट्राफिक चाहिँ लोड छ यहाँ। मजाले यो बस स्टप आइसकेको छु र अब बस चढ्न जाँदैछु। मेरो बस अगाडि रहेछ क्या। अब टिकट काउन्टरबाट थोरै अगाडि रहेछ। अहिले चाहिँ म बसमा चढिसकेको छु। बस देख्न सकिन्छ यस्तो छ। त्यहाँ अलरेडी डिस्प्ले पनि छ। राम्रो छ बस। पुरै पानी परेर आउँछ अहिले। हिँड्ने बेला ठ्याक्क पानी परेछ। मान्छेहरू चढ्दैछन्। 3 बजे भन्थ्यो 3:30 लगाउने जस्तो छ। मेरो चाहिँ ट्रिपमा अलिकति प्लान चेन्ज भएको छ। अहिले भन्छु म बिस्तारै बाटोमा जाँदाखेरि। यो बस चाहिँ यो खासमा चाहिँ नागानाजी जाने भनेर काटेको थियो। वास्तवमा यो बस उतैसँग बुकागु भन्ने ठाउँसम्मै जाँदो रहेछ, जहाँ चाहिँ भिक्टोरिया लेक छ। त्यो एकदम ठुलो छ क्या त्यो लेक चाहिँ। घर कति राम्रो घर हो यार। घर हो कि रिजोर्ट हो? रिजोर्ट रहेछ, रिजोर्ट जस्तो। अनि यसो सोचेँ ल 70,000 लिँदो रहेछ यहाँको चाहिँ त्यो ठाउँसम्म। त्यहाँबाट नागानाजीबाट चाहिँ लगभग 200 किलोमिटर अझै टाढा थियो। र अर्को के भन्दाखेरि राति 3:30-4 बजीतिर झार्दो रहेछ नागानाजीले। त्यतिखेर झर्दा त हामी के हेर्ने हो र? राति कहाँ जाने के हेर्ने के अत्तपत्तै हुन्थेन। त्यही भएर त्यहीँ जान लाग्यो। त्यहाँ चाहिँ राति बिहान 8 बजे पुऱ्याउँछ। चिसो भएर ज्याकेट लाग्छ अहिले। अगाडि हेर्नु मोनिटर छ पुरै त्यो प्लेनमा। नेपाल एयरलाइन्सको एउटा फ्लाइट त्यस्तै छ। साइडमा मोनिटर राखेको यो एलइडी डिस्प्ले।
बाहिरको भ्यू क्या दामी छ क्या ल्यान्डस्केप क्या राम्रो दामी दामी कस्तो राम्रो हो क्या बस एक्सिडेन्ट भएछ यहाँ पुरै धुवै धुवा आएको छ गाडीबाट पुरै आगो बलेको छ क्या टायर इन्जिन गएको छ पुरै धुवै धुवा टायर पड्केको छ जस्तो छ गुड मर्निङ अहिले बिहानको 7:30 बजेको छ अब यहाँदेखि म जाने ठाउँ बुकाको लगभग अझै 175 किलोमिटर बाँकी छ हामी चाहिँ यो नाकानान्जी भन्ने ठाउँ पनि कटिसक्यौँ कोहा पनि कटिसक्यौँ बिहान 4 बजीतिर ल्याएर रहेछ अहिलेको टाइम हेर्ने अनुसार हेर्ने हो भने रातिको निन्द्रा दिवस राम्रै हो 8 घन्टा बिताइयो फ्रेस फिल भइरहेको त पिसाब फेर्न चाहिँ गाई नसक्दो रहेछ यिनीहरूले पिसाब लाहा आफूलाई न खाना रोक्यो गाई पिसाब फेर्न पनि रोकेन खाना त रोकेन जस्तो लाग्थ्यो र हिजो मैले प्याकिङ फुडहरू किनेको थिएँ त्यही खाएँ लगभग दृश्य हेर्न सक्नुहुन्छ यस प्रकारको छ मेरो रुम आइसकेको छु रुम चाहिँ यस्तो छ देख्न सकिन्छ 15,000 भने धेरै महँगो त होइन सस्तो रुम हो यस्तो खालको चाहिँ के देखाउने ल आजको बसाइ यही हुन्छ मेरो मिल्यो भने भोलि पनि बस्न सक्छु होला म तर खै के हुन्छ हेर भोलि फर्किन्छु होला युगन्डातिर चाहिँ म यो बुकोमा भन्ने ठाउँ आइसकेको छु होटेलमा बसेँ चेकइन गरेँ चेकिङ गरेर खानासाना खाएर अब बाहिर निस्किँदैछु हावा लगाइरहेछ यहाँबाट म भिक्टोरिया लेक जाँदैछु लगभग 1.5 किलोमिटर छ हिँडेरै जान्छु देख्न सकिन्छ यस्तो छ पुरै यहाँको माहौल यसरी जुत्ता बेच्न राखेको छ ब्याग बेच्न राखेको छ यसरी जुत्ता ब्याग पुरै यो रातो माटो आउँदो रहेछ कहाँबाट आएको रहेछ यो डाँडामा कस्तो राम्रो राम्रो घरहरू रहेछ क्या त्यहाँ सानो पहाड छ डाँडा छ घरहरू देख्न सकिन्छ र यहाँ पेट्रोल पम्प पनि देख्न सकिन्छ चाहिँ मेरो यहाँ पर्सनल चाहिँ हुँदैन रहेछ क्या हो कि यो नेपालमा जस्तो पर्सनल चाहिँ हुँदैन पेट्रोल पम्पमा व्यक्तिगतको नाममा चाहिँ नहुने रहेछ ठुलै कम्पनीले ह्यान्डओभर गर्ने खालको छ यहाँ पनि इन्डियामा भए जस्तै घरहरू चाहिँ यहाँ कस्तो भन्दाखेरि टिनको हुँदो रहेछ तर कस्तो राम्रो डिजाइनको युरोपियन स्टाइलको घरबुजा देख्न सकिन्छ आधी बाटो आइसकेको छु म अब यहाँबाट धेरै छैन 700 मिटर जति छ भिक्टोरिया लेक यो लेकले चाहिँ 3टा देशलाई टच गरेको छ एउटा युगान्डा भयो केन्या अनि तान्जानिया 3टा देशको सेन्ट्रलमा पारेर सेन्ट्रलको बोर्डरको आसपास पारेर बनेको छ यो लेक लास्टै ठुलो छ श्रीलङ्का जत्रै छ यो लेक श्रीलङ्का देश जत्रो भिक्टोरिया लेक छ यो लेकको बारेमा म एकछिनमा सबै डिटेल भनिदिन्छु लेक पुगौँ पहिला
बस्ती ठिकठाकै छ यहाँ, त्यति बाक्लो छैन यो लेक साइडतिर चाहिँ। म बसातिर चाहिँ बाक्लै छ बस्ती जे होस्। तान्जानियामा चाहिँ 50% मुस्लिम छ भने 50% क्रिस्चियनहरू छन् यहाँ। रोड पनि देख्न सकिन्छ, एकदम सफा छ रोड यहाँको। फोहोर त्यस्तो विधि फोहोर छैन, आरुसा जस्तो फोहोर चाहिँ छैन। यो रोडलाई चाहिँ युगान्डा रोड भन्दो रहेछ यो रोडलाई, लेकसम्म जाने रोडलाई। सानो किराहरू उडिरहेको छ कि यहाँ, के किरा हो यो त फेसमा लागिरहेछ। युगान्डा रोड चाहिँ किन भनेर चाहिँ खै कुन्नि, युगान्डा रोड त उता हो, हाइवे पर्छ। यहाँबाट चाहिँ बोर्डर मुटुकुला भन्ने बोर्डर छ, त्यो 60 किलोमिटर जति पर्छ यहाँबाट। म आज यहाँ बस्छु र भोलि बोर्डरको लागि निस्किन्छु, बाई ल्यान्ड बोर्डर क्रसिङ गर्छु। यस्तो किराहरू छ क्या, के हो यो उडेको, फेसमै हाल्ने। शान्त छ जे होस्। भिक्टोरिया लेक देखिन थालिसकेको छ, ऊ कुनामा छ लेक हो, तर बिच जस्तो छ क्या, समुद्र जस्तो देखिन्छ क्या यो, एकदम ठुलो भयङ्कर भएको भएर होला। यहाँ चाहिँ यहाँ ब्लक बनाउनु जस्तो रहेछ, ब्लक। सक्यो अब धेरै छैन यहाँ चाहिँ, बढी यस्तो यो बाइकहरू जतासुकै हुन्छ। यो बोडा नेपालको पठाउ इन ड्राइभ भने जस्तै। तर यिनीहरू चाहिँ अनलाइनबाट चाहिँ गर्दैन होला, यिनीहरूले अफलाइनै राइड गर्छन्। जतासुकै हुन्छ क्या, जतासुकै। सानो भिलेजमा पनि देखिरहेको छु मैले, जहाँ बस्ती नै छैन त्यहाँ पनि बाइक तेर्साएर टक्क उभिएर बाइकमा बसिरहेको हुन्छ प्यासेन्जर वेटिङ गर्नलाई। ल आइसक्यो, यहाँलाई देखिन्छ ल, समुद्र जस्तो देखिन्छ क्या, समुद्र जस्तो। यता ग्राउन्ड छ, यता बसेर खाने रिजोर्ट जस्तो रहेछ, रेस्टुरेन्ट। सफा छ रोड चाहिँ, होस् क्लिन छ, क्लिन। यता चाहिँ प्राइभेट प्रोपर्टीहरू भयो। म आइसकेँ, यस्तो छ। उहाँ पनि बस्ती रहेछ, सानो टापु जस्तो छ, दामी छ त्यो ठाउँमा। हावा लास्टै चलेछ, नोइज अब अलिकति बिग्रिन सक्छ। यहाँ म 1-1.5 घन्टा बिताउँछु र निस्किन्छु, सर एकचोटि खिच्छु यो। तर खोला आएको रहेछ, खोला पनि यहीँ आएर मिसिँदो रहेछ। म चाहिँ अब एकछिन अगाडिसम्म पुगेर आउँछु। यहाँ छेउछेउमा चाहिँ पानी अलिक धमिलो छ, अलिकति अगाडि चाहिँ पानी अलिक सफा देख्न सकिन्छ। छेउछाउमा चाहिँ धमिलो रहेछ पुरै। यसरी यो हालेर, यो ढुङ्गा जाली हालेर टक्क अटाएर राखेको रहेछ। आनन्दको ठाउँ छ, शान्त ठाउँ छ। उहाँ क्रुज पनि देख्न सकिन्छ, फेरी होला सायद त्यो डाँडामा चाहिँ त्यो त्यहाँ जाने फेरी जस्तो लाग्यो मलाई त्यो चाहिँ। उहाँ देखेको फेरी छ जुन, त्यो टापुमा जाँदो रहेछ जस्तो त मलाई लाग्छ। म यो भिक्टोरिया लेक घुमेर फर्किसकेको छु, लगभग 1.5 घन्टा जति बसेँ होला म। लेक चाहिँ यो क्विन भिक्टोरियाको नाममा राखिएको छ। पहिला यो ब्रिटिसहरूले राज गरे ठाउँ भएर हो यो। ब्रिटिसहरूकै पालामा यहाँ क्रिस्चियनिटी नि फैलाए जस्तो लाग्छ मलाई चाहिँ। चर्चहरू धेरै छ यहाँ। र यो भिक्टोरिया फल्स चाहिँ के फल्स भन्दा आयो, लेक चाहिँ बढी चाहिँ यसको बढी पार्ट चाहिँ तान्जानियामा पर्दो रहेछ।
त्यसपछि युगान्डामा र केन्यामा चाहिँ सानो हिस्सा पर्दो रहेछ, धेरै पर्दैन। यहाँको कागहरू चाहिँ कस्तो सेतो र कालो रङको छ, दुइटा देखेँ, दुइटै त्यस्तै देखेँ। ल म रुम पुग्छु र एकछिन रेस्ट गर्छु, 15 मिनटमा रुम पुगिन्छ। ल यो भिडियोलाई चाहिँ म यहीँ इन गरिदिन्छु। अर्को भिडियो चाहिँ मेरो बोर्डर क्रसिङको हुन्छ युगान्डाको, त्यसको त्यो एक्सिडेन्ट पऱ्यो त्यहाँनिर।